ओभरफ्लाई गरेर रोडभन्दा माथि अप्पर वेबाट पनि ट्रेन गुड्ने गर्छ। हेर्नुहोस् त सुन्दर रमाइलो छ। यस्तो गोलो गोलो ऊ जस्तो स्टेडियमहरू जस्तो देखिने, तर वास्तवमा यो यिनीहरू पनि होटलहरू नै हो। आफ्नो देशको स्थितिलाई सम्झ्यो, यस्तै छ। हेलो नमस्ते। कतारमा यतिखेर 6:10 गएको छ। मेरो ड्युटी सक्यो। अब म रुम जानलाई बाहिर निक्लिँदैछु। बसबाट हाम्रो रुम पुग्न ठ्याक्कै आधी घन्टा जति लाग्छ। बाटोको भिडियो बनाउँदै जान्छु ल। बसमा बसिसकेको छु म अगाडि। अनि यो देखिएको होटलमै म काम गर्छु। अनि बाहिरबाट सट्ट यो लुसेल एरिया हो, कतारको लुसेल एरिया। अनि ऊ पर देखिने यी रसुड, यो दुईटा रसुड होटल। अनि यो फेयरमाउन्ट एन्ड रफेल होटल। त्यसपछि यता यो सबै लुसेल एरिया उम्बो सिधा जाने बाटो यो माथिबाट उता घुम्ने हाम्रो अकोमोडेसन जानलाई। दिनभरि काम गऱ्यो अनि यसरी फ्रन्ट सिटमा बसेर अनि रुम आधी घन्टा फर्किनु पनि रमाइलो हुन्छ एक प्रकारको। थकान मेट्दै यसो साँझको यो दृश्यहरू अवलोकन गर्दै अनौठा बिल्डिङहरू, अचम्म खालको संरचनाहरू अनि विकासका कुराहरू हेऱ्यो होइन, आफ्नो देशको स्थितिलाई सम्झ्यो, यस्तै छ। हेर्नुहोस् त यो कस्तो अनौठो बिल्डिङहरू बनाएर राखेका छन्। यो ऊ जस्तो लकेट जस्तो। ल हेरौँ त कस्तो भव्य महल बिल्डिङहरू बनाएको। खजुरका रुखहरू लस्करै। हेर्नुहोस् त गर्मी बढ्दैछ, अब खजुर भर्खर फल सुरु भएको छ लाग्नलाई। ऊ माथि देखिने बिल्डिङहरू चाहिँ लुसेलको स्काइवक टावर्सहरू है, सबभन्दा अल्गोहरू। यिनीहरू कतारको अल्गो बिल्डिङहरू मध्ये पर्छ। योहरू चाहिँ हेर्नुहोस् त, यो कस्तो दामी रिजोर्टहरू हो। यो अनौठो खालले बनाएको। ल हेर्नुहोस् त कस्तो गोलो गोलो ऊ जस्तो स्टेडियमहरू जस्तो देखिने, तर वास्तवमा यो यिनीहरू पनि होटलहरू नै हो। सुन्दर बनाएको छ यहाँनिर। साँझको वातावरण यस्तो छ यहाँ। चारैतिर बत्ती झिलिमिली। हेर्नुहोस् यो ओभरफ्लाईहरू। अनि यता मरुभूमि जस्तो टाढा फैलेको, अनि टाढामा सिटीहरू देखिन्छ। टाढा केही खुल्ला ठाउँहरू छ बिचमा होइन। हाम्रो एकोमोडेसन अलि निकै आधा घन्टा अब टाढा जानुपर्छ, जहाँ चाहिँ अलिकति सिटीभन्दा धेरै टाढा। मेट्रो हेर्नुहोस् त, यो मेट्रो प्रायः जसो अन्डरग्राउन्ड नै छ भने त्यो 100मा 10% जति चाहिँ यसरी ओभरफ्लाई गरेर रोडभन्दा माथि अप्पर वेबाट पनि ट्रेन गुड्ने गर्छ। हेर्नुहोस् त सुन्दर रमाइलो छ। यो ट्रेन चढ्न चाहिँ अस्ति मैले भिडियो पनि बनाएको थिएँ। ट्रेन चढ्नु एकदमै सस्तो छ यहाँको। 2 रेल चढेपछि जति चढे पनि भयो होइन, त्यस्तो चाहिँ आउट नभएसम्म। हेर्नुहोस् त अनि यो रोडको वरिपरि सबै ग्रिन रुखहरू रोपेर ग्रिन गार्डनहरू एकदमै सुन्दर छ। यहाँ हेर्नुहोस् त यो सहरहरू सुनसान अनि एकदमै व्यवस्थित, सबै व्यवस्थित एकदमै गजबको। हेर्नुहोस् त यसरी पुरा यो लाइटिङ सिस्टमहरू के त अनि कतारमा पैसा जति छ पेट्रोल ग्यास लाइट जति नै पुर्याइहाल्छ, जता हेऱ्यो त्यतै उज्यालो लाइटिङ। ल हेर्नुहोस् झिलिमिली। नेपालको रोडहरू कहिले यस्तो हुने? नेपालमा यस्तो रोड बन्ने ठाउँ नै छैन, मतलब सहरमा होइन। उसै काठमाडौँ सहर एकदमै पुरानो, त्यही पनि बालेन सरकारले र पहिला पनि त्यो चाहिँ प्रोसेस भएको थियो एकदम फराकिलो बनाउनलाई सहर भत्काइहरू पनि। यस्तो त अब कहिले बन्दैन, त्यही पनि कल्पना नि होइन। नेपालमा नि अलि राम्रो बन्ने हुन्थ्यो भन्ने कुरो हाम्रो देश। करिब म आधी बाटो तय गरिसकेको छु। हामीले आधी बाटो तय गरिसकेका छौँ। हेर्नुहोस् यो सबै नयाँ बस्ती, नयाँ संरचनाहरू, यतातिर नयाँ घरहरू बनिएको छ। यो सहर हुँदै हाम्रो बाटो, यो हाम्रो एकोमोडेसनभन्दा अलिकति नजिकमा पर्ने यो मल एउटा छ यहाँनिर, रुवाबी मल। यहाँ कहिलेकाहीँ हामी जान्छौँ किनमेल गर्न, यताउता सपिङ गर्न।
अब हामीले सिटीहरू सब छोडेर पर यो हो हाम्रो अकोमोडेसन। यस्तो अनकन्टा ठाउँमा छ नि फेरि हाम्रो त वरिपरि मल सुपर मार्केटहरू पनि छैन। यता केही अरबी बस्तीहरू छ अनि प्रायः जस्तो क्याम्पिङहरूको लागि अकोमोडेसनहरू बनाएर राखेको हुन्छ। हामी आइपुग्न लागिसक्यौँ हाम्रो अकोमोडेसनमा। बाहिरतिरको यस्तो छ माहौल यहाँनिर। आज आकाश थोरै चन्द्रमा देखिएन, तर यो हाम्रो अकोमोडेसनको गेट। यहाँबाट हाम्रो बस इन्ट्री हुन्छ। सेक्युरिटीले डोर ओपन गरिसकेको छ गेट। यहाँभित्र हाम्रो यहाँनिर यो लस्करै हाम्रो भिल्ला हो। यहाँभित्र सुरक्षित तरिकाले हामी बस्छौँ। हाम्रो सिटिङ रुम, यो मेरो पेन्टिङ मैले बनाएर राखेको। यो माथि मेरो रुममा जाने हर्याङ। यो मेरो साथीको ब्याग। अनि यता वासरुम छ। यता चाहिँ मेरो रुम सेक्सन, मेरो सानो पेन्टिङ वर्कसप, मेरो सानो कफी कर्नर, मेरो पेन्टिङ टुल्सहरू यता छ। मेरो बेड त्यहाँ छ, हेर्नु न सिरक पनि नपटेको नि यस्तो महल छ। यस्तो छ है, परदेशतिर ड्युटी गऱ्यो अनि रुममा आयो, अब नुहाइधुवाइ गऱ्यो, सट्ट एकछिन साथीसँग पुल स्नुकर खेल्नु गयो अनि आएर सुत्ने मस्त आराम। यस्तै छ ल, बाई बाई।